एकदमै खतरा होला भनेर चाहिँ नसोच्दिनु होला बवाल हो सिम्पल छ बवाल छ पहिला चुटकी लागि साइरी साइरी ओके 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 दाल चाहिँ बिर्स्यौ ती हातहरू जो कोही नहुँदा थियो साथमा बिर्स्यौ ती दिनहरू क्षितिज पारी घाम डुब्दै लागेको साँझमा छँदै भावनामा डुबेर फुल्दिएको हातमा ओके ओके फेरि पनि छ सर मेरी डान्स छ कसरी विश्वास गर्नु म जब आफ्नै दरबारले आफ्नै घाँटी रेटिन्छ भने कसरी बाँच्नु म जब आफ्नो मुटुको टुक्रा अरूको साथमा भेटिन्छ भने कस्तो लागिरहेछ बवाल भयो छटपटी रोकियो धड्कन खोसियो त्यो हाँसो नि सिसा जस्तै टुक्रा भयो मन पर्न थालेको छ पासो नि फेरि हारेको मनसँगै सम्झिन्छु उसलाई सुनसान रातमा मधुरो पत्तीसँगै पुरानो उसको फोटो छ हातमा सर फोटो झिलमा हिँड्दै थियो मेरो गन्तव्यमा पछाडिबाट आई पर्ख भनी गन्तव्य सारा जुनबाट आतिस फर्क भनी अजम्बरी मनमा चोट लाग्यो सबलाई ख्याल भयो आमाको राजकुमार छोरो पनि केटीको लागि स्यालो भयो फेरि चुर्किँदा जाओस् त ओके ओके जसो भयो होलो भने म बिहारले कड्यामा बिहार मेरो हजुर भने बसी खाली गल्ती भयो मेरो हजुर भने बसी खाली आगा भन्दा झिक्कै पोल्ली करा लगी धाल्ली है मासु खोज्ती हजुर हड्डी मेरा भाग हड्डी मेरा भाग खानु भने दौडी आउँछ काम भने काख ए प्रभु के लाग्यो यहीका पैसा पिचा सोरी लाग गल्ती भयो मेरो हजुर भने बसी खाल्ली आगा भन्दा झिकै पोल्ली करा लगी धाल्ली मासु खोज्ती हजुर हड्डी मेरा भाग खानु भने दौडी आउँछ काम भने काख हे प्रभु के लाग्यो यहीका पैसा पिचा सोरी लाग कपडा धो भने सौनै नफालिन्छ सौनै नफालिन्छ हाँस्नु बोल्नु परै जाओस् न्यु खोजी गालिन्छ मामाली बोक्दैन हजुर माइत चाहिँ कराल मामाली बोक्दैन हजुर माइत चाहिँ कराल बिहा गरे 6 महिना नभई सुगेर पराल
स्वाद बन्यो महिना नभए सुकेर परामा मायाले गर्दा स्टुडेन्टहरूको मायाले गर्दा मैले लेखेको हो। जिन्दगीमा यस्तो कहिले पनि लेखेन।